दर्शकबिन नमस्कार। म तिलक बहादुर ओली। तपाईँ अहिले एनएचडी खबर हेर्दै हुनुहुन्छ। एनएचडी खबरमा हार्दिक स्वागत छ। र अहिलेको जल्दो बल्दो विषय रहेको छ नेपाली कांग्रेसका गृहमन्त्री रमेश लेखकमाथि उठिएको मानव तस्करमा उठिरहेको प्रश्न र रवि लामेछाने गृहमन्त्री हुँदा भिजिट भिसामा रोक्ने प्रकरणमा र एकदमै विश्वप्रकाश शर्मा गगन थापाको उनको चर्को बोली उठिरहेको थियो र गगन थापाले एउटा चिर्कोटो पेश गरौँ भनेर एकदम बाघ जस्तै गर्जिएका थिए। र अब रासपाका हरि ढकालले त कमसे कम 150 भन्दा बढी नै प्रमाणहरू ल्याइसक्नुभयो। अब यी विश्वप्रकाश शर्मा र गगन थापाहरू कुन ठाउँमा छन्, कुन दुलोमा पसेका छन्, अब केही होला, केही परिवर्तन हुन्छ भन्ने आशा छ। अर्को अपडेट लिएर तपाईँहरुमाझमा फेरि आउनेछु। हवस् त नमस्ते। हेर्दै गर्नुहोला एनएचडी खबर।